रिसेल ठोकेको रहेछ है यिनीहरूले कन्ट्र्याक्टर आउँछ त हुन्छ होला आम्मामा दामी है अब कसरी गर्छ आमा कम्ता त हुँदैन र त्यो त बाफ्रे 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 कस्तो मलाई छुरी छोरी छुरी र थालो हजुर चाखा लान्छु नि मलाई नि लास्टमा छुरी दिनुहोस् ल खायो न मिमासेको है अनि फेरि मेरो बुढो त तपाईँ के तामाङ म यन्जन म यन्जन मलाई तिमीहरूले मनाउँदैन है मनाउँदैन सासूदेखिको मनाउँदैन हाम्रो त के गर्नु योपालि उयो भएर हाम्रो घरमा यही काट्दा यो खाँदाखेरि घिनाउनु हुँदैन नि होइन के यो चाखा यस्तो मिठो खाँदा पनि को घिनाउँछ हौ सिक्सी खाँदै खानु हुँदैन अरे दामी निकाल्दै जाँदा अरे त्योसँग रहन्छ यस्तै गरेर काट्दैछ है भनेर एक्टिङ हाम्रो यहाँनिर 11जना चाहियो बस्नु 11जना थियो हल्ला र खल्ला थियो बेलुका हो बत्ती बालेर हो भङ्गै पारेर चल्दिएको फेरि नठोक्दियो त्यति बेला कि भालुको झक्झक जगजगतीमा खोङ्गै पारेर चल्दिएको त्यहाँदेखि भोलिपल्ट मैले हकारेर पो आएको त अभिषेक बोलाएर ए त्यस्तो पनि मजा छ नि त है यहाँ छ है त्यो छुरी लागेन भने ल भाइ पर्पज है अलिकति मैला भएछ है है तल हो गया हो मलाई त्यो अप्ठ्यारो भन्छ जग्गा कि थाल भुइँमा राख्नु हामीले जबरजस्ती काठमा लगाउँदैन काठमा लगाउँदाखेरि भएन गाई त मारेको थिएन तपाईँले नि यसो लगाउँ न भने चाहिँ भयो
दुईटा सेट लाग्छ रहेछ पठाउँछु म त्यहाँबाट सुकाउन आउनु पठाइदिन्छु खै त्यो बहिनी कान्छी कता गयो त्यो पनि गयो घर पनि यता ठुलो बन्दैन त्यो तल भगवान्लाई चढाउनुपर्छ के भयो केटी भएर कसरी केटाकेटी फुच्ची केटाकेटी भएर के मजा रहेछ मजा अझै एउटा भाड ल्याउनु ल यो चाका नभएको क्या ए हुन्छ बिस्तार निकाल्न किन हतार निकाल्नु हुँदैछ कस्तो अप्ठ्यारो भयो बिहान अचेर हुन्छ कि यो अलिक अघि आउनु त कहाँ एउटा हातले सक्छ त अन्त छिटो छिटो गर्दै त्यो केटीले किन दोकान नगएको त्यो लुगेर हेरेको पखाएर एकदिन भोलि मात्रै हाल्नु न बरु हाल्दिनँ म केमा 30 रुपियाँ दियो किन धनी हो आम किनिदिउँ एक बन्डिल जस्तो अस्ति पठाएँ कि म त खाँदिनँ र पनि अब के भयो के सङ्क्रान्ति म बसेको टुल पनि भत्कियो गयो नि खै आउँदैन पनि मेरो च्यादर ल्याएको यो ठाउँमा यसो मकेको काटेन चिसो छ होला कहाँ बस्छ तिमीहरू हाम्रो त्यो धुपी काठ हो नि त धुपी काठमा पुरा बस्छु त मौरी यहाँ मौरी अन्त अस्ति रोशन मामाले काट्यो रोशन मामै मऱ्यो के राम्रो है यस्तो बस्दैछु मैले फर्स्ट टाइम देखेँ कस्तो मजाले लगाउँदा छ नि त है अस्ति त राति गरेको नि त ए अस्ति अन्त ऊ भाइलाई सोधेको म त दिउँ एकदम तरिकासँगले गर्दा छ नि त हुन्छ त खाजा खाँदैन अनि ए एकपट्टि साइड लाग्दै लाग्दै जाँदा छ नि त ऊ हेर्नु न यतापट्टि लागिसक्यो साइड अब यता लाग्नु थाल्दैछ है यी तपाईँको बच्चाहरू चाहिँ अन्डाबाट फेरि आएर बस्मा नखानु मलाई राति हुन्छ अस्ति हाम्रो उयसलाई पनि अस्ति हाम्रो ससुराले पनि उता मजाले खान्छ त केही लाउँदैन पनि हो केही लाग्छ नि भाइले छक्कै पऱ्यो म पनि यसरी मुखमा टक्क भन्छ बच्चा त उयो कि ए हजुर लगिहाल्यो भने फ्रेममा हालिदिनु पर्छ क्या ए हजुर चिन्चु रानी तर अस्ति त राति चिनेर त लगेको अरे के लगेको कुन त छोड्दैन त्यो अन्त यहाँ आयो हो त्यो चाहिँ आयो छैन ठुलो निक्लिहाल्छ चिल्दैन यत्रोसम्म त चिलेन परेलाई कति बज्यो बाप्रे वान मो
काम गर्दैछौ आपा हाजिराको मजा ओ भगवान 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 त्यसमा चाहिँ बच्चा छ हातमा टोकेन टोक्यो टोकेको राम्रो किन तिम्रो पनि लुगामा लागिरहेको दुइटा इमा लागेको हेर्न भन्दैन होला त्यसलाई मौरीका महान दामी बसेको हुँदैन लु जा हामीलाई चाहिएन 15,000 फोन जल्दी गरेर आइहाल्नु अब नजल जस्तो त काम जान